भन्छ नि त्यो सपना देख्यो भने चाहिँ एक न एक दिन पुरा हुन्छ होइन, चाहे त्यो ठुलो होस् चाहे त्यो सानै होस्, तर हुनु चाहिँ हुन्छ। एन्ड हाई एभ्रिवान, वेलकम छु तपाईँलाई मेरो भिडियोमा। र आज पनि मसँग यस्तै भयो होइन, अचानक भयो, जे पनि भयो तर राम्रै भयो होइन। र म अनि सिस्टर अनि दिदीको हस्बेन्ड चाहिँ यहाँ फोनको दोकान आएको थिएँ, किनभने दिदीले पनि फ़ोन किन्नेवाला थियो र मेरो पनि कहिलेदेखि एउटा चिज किन्ने प्लान चल्दै थियो। त्यो चिज पनि म इन्क्वायरी गर्छु भनेर आएको थिएँ, तर मलाई सडनली मन पर्यो होइन। त्यो चिज त के हो तपाईँहरूले नेक्स्ट भिडियो हेर्नु पर्यो त्यसको लागि चाहिँ होइन। अनि बहिनीले चाहिँ यहाँ ल्यापटप देखाएर मलाई पनि कसैले गिफ्ट दियो हुन्थ्यो नि भन्दै जिस्काउँदै थियो है। अनि त्यही भएर त्यहाँबाट बादमा हामी दिदीले पनि फ़ोन सेलेक्ट गरेर अनि OnePlus किन्नुभयो होइन। त्यहाँदेखि त्यहाँ हामी सबैजनाले थप्पडी मार्दै कङ्ग्रेचुलेसन भन्दै हँसाउँदै थिएँ। र यहाँ बसिरहनु भएको छ, किनभने हामी पनि वेट गर्दै थिएँ, हामी पनि सेलेक्ट गर्दै थिएँ, मैले पनि कि अब के किन्नु भनेर चाहिँ हामी डिस्कस गर्दै दामी फोन रहेछ, कभर पनि दामी रहेछ भन्दै मैले त्यो दिदीलाई भन्दै। अनि म चाहिँ आफूलाई बहुत प्राउड फिल गर्छु होइन। आफूले चाहेको चिज आफूले कमाएर किन्नु त्यो बहुत खुसीको कुरा हुन्छ होइन। अनि के पो कसैले गिफ्ट दिएको पनि खुसीकै कुरा हुन्छ, तर त्यसमा डिफ्रेन्ट हुन्छ, दुइटामा बहुत फरक छ होइन। र म त बहुत खुसी थिएँ कि मैले चाहेको आज मैले किन्नु पाएँ होइन, चाहे अचानकै भए पनि। तर त्यसको लागि तपाईँहरूले नेक्स्ट भिडियो हेर्नु होला कि मैले के किनेँ भनेर। एन्ड थ्याङ्क यू फर वाचिङ, बाई बाई।